यो मनै रुवाउने दृश्य एकैछिन हेर्नुहोस् त। रुखको टुप्पोमा चढेर काँडा र भिरको डर भुलेर टिपिएको काफल 2 छाक टार्ने आधार थियो, तर नगर प्रहरीले खोसेर भुइँभरि पोखिदियो। भन्ने बेलामा गरिबको चमेली बोल्दिने कोही छैन भन्ने, अनि गरिबले 2 छाक टार्नको लागि गरेको सङ्घर्षलाई भुइँमा पोखेर गरिबको पेटमा लात हान्ने, ज्यान जोखिममा राखेर रुखको टुप्पोमा चढेर काँडा र भिरको डर भुलेर टिपिएको काफल कसैको रहर होइन, त्यो त गरिबको छाक टार्ने आशा थियो। तर आज त्यही पसिना सडकमा पोखियो, त्यही पसिना जुत्तामुनि कुल्चियो। यो घटना सुर्खेतको वीरेन्द्रनगरको हो, जहाँ डोकोमा काफल बेच्न हिँडेकी एकजना महिलालाई नगर प्रहरीले बाटैमा रोक्यो। पिठ्ठुमा बोकेको काफल जबरजस्ती जफत गरिदियो। गरिब दिदीले अत्तालिँदै रुँदै काफल नफालिदिन अनुनय विनय गरिन्, हात खुट्टा जोडिन्, तर नगर प्रहरीको टिमले ती दिदीमाथि दया देखाएनन्। डोको खोसिदिए अनि डोकोभरि भरिएको काफल भुइँभरि पोखिदिए र दादागिरी शैलीमा डोको भुइँमा फालिदिए। आँखाभरि आँसु लिएर भुइँभरि पोखिएको काफल हेर्दै दिदी टाउको समाएर रुन थालिन्। नगर प्रहरी आफ्नो बाटो लागे। सामाजिक सञ्जालमा सार्वजनिक भएको यो भिडियोले सबैलाई रुवाएको छ। के मानवता साँच्चीकै हराएकै हो त? गरिबमाथि यो ज्यादती कहिलेसम्म? यी गरिब दिदीको घरको भान्सा, छोराछोरीको पढाइ, आफ्नो औषधि यही काफलसँग जोडिएको थियो, तर सत्ताको कुर्सीमा बसेकाले सायद काफलको मूल्य देखेनन्, न त गरिब जनताको मर्म नै बुझे। गरिबको पसिनालाई यसरी सडकमा फालिदा केवल काफल मात्र पोखिँदैन, एउटा परिवारको आशा, सङ्घर्ष र आत्मसम्मान पनि चकनाचुर हुन्छ। सडक व्यापारी, साना व्यवसाय र गरिब नागरिकमाथि नगर प्रहरीबाट हुने बल प्रयोग वा ज्यादती मानव अधिकारको गम्भीर विषय पनि हो। सहरलाई व्यवस्थित बनाउने नाममा वनका काफल बेचेर जीविकोपार्जन गर्ने विपन्न नागरिकको पेटमा लात हान्ने र रुवाउने अधिकार कसैलाई हुनु हुँदैन। नियम लागू गर्दा अलिकति मानवीय संवेदनशीलता र विकल्पको बारेमा पनि सोच्न जरुरी छ।